ल गाइजहरु पाक्यो एकदम मासु पाक्दैछ चिकन पाक्दैछ एकदम बेस्ट तरिकाले हाम्रो बेस्ट कुकले पकाउँदै हुनुहुन्छ बेस्ट कुकले पकाउँदै हुनुहुन्छ नभनौं म ट्राई गरे कुकले पकाएको बेस्ट चिकन है गाइजहरु हेर्दै कस्तो कस्तो छ है यतातिर कटिङ पनि चल्दैछ गाइज हाम्रो कान्छाको कटिङ कान्छाले राम्रो गरे बबाल गरेछ है 1 घण्टा लाएर दुईटा टमाटर काटेछ गाइजहरु ल म यसो रुममा गएर आउँछु अहिले भनेको गरन्डा आएपछि यसो पाक्दैछ है गाइजहरु पाक्दैछ एकदम बबाल तरिकाले ल गाइज फाइनली यतातिर धनिया पनि कटिङ हुँदैछ हाम्रो भाइले धनिया काट्दैछ यतातिर फाइनली हाम्रो चिकन लगभग आधा पाकिसक्यो गाइजहरु आधा भइसक्यो है अब यो पानी अब यो चाहिँ हल्का तेल सुकाएर चाहिँ यसो यसको मसलाहरु हाल्ने कार्यक्रम बाँकी छ ल गाइजहरु अब चाहिँ टमाटरको पालो है टमाटरको पालो भइसक्यो टमाटर हाल्ने टाइम भइसक्यो मासु रेडी हुँदैछ ल गाइजहरु मसला नि पर्यो है एकदम चिकन मसला नि पर्यो अब चाहिँ चिकन अन्तिम तयारीमा हुँदैछ है रेडी हुँदैछ जिरा धनिया जिराको धुलो अब यता जिराको धुलो नि छ को फेरि मिक्स मसला आयो गाइजहरु चिकन कसरी पकाउनु पर्छ तपाईहरुले यो भिडियो हेरेर सिक्नु है गाइजहरु हैन कान्छा सबै मसलाहरु हालिसके पछाडी यसलाई चाहिँ एकदम मजाले चलाउनु पर्छ गाइजहरु है सबै मसलाहरु राखिसकेपछि कलर ल्याउने हो र कलर पनि ल्याउनु पर्छ एकछिनमा चिकन मसला यो चाहिँ लास्ट मसला अब हाम्रो अब यो मसला हालिसकेपछि पनि राम्रोसँग चलाएर एकछिन पकाएर मासु रेडी हुन्छ गाइजहरु यो लास्ट मसलालाई चाहिँ मजाले पकाउनु पर्छ है त पाक्दैछ फाइनली गाइजहरु मासु पाकेर रेडी भयो अब यसलाई चाहिँ धनिया राखेर यसरी चलाउने है त रेडी भयो ल देख्न सक्नुहुन्छ गाइजहरु लास्टमा चिकन पाकेर यस्तो बबाल कलरको एकदम टेस्टी वाला चिकन रेडी भइसक्यो हेर्दा पनि खाउ लाग्ने गाइजहरु है ल अब चाहिँ धेरै भिडियोतिर ध्यान नदेऊ अब खानु पर्छ लगेर झ्याम लाएर अब खानातिर लागौं है त गाइजहरु ल ओके बाइ बाइ गाइजहरु टमाटर राख्छु टमाटर त सरी यही माछा